आज चाहिँ यस भिडियोमा चाहिँ हामी सर्फेस टेन्सनको बारेमा कुरा गर्छौँ हैन। सर्फेस प्रायः जसो चाहिँ एनईबीको प्याटर्नमा हेऱ्यो भने एनईबीको प्याटर्नमा पनि लगभग 2 देखि 4 नम्बरको यहाँबाट क्वेसन आउँछ अनि सीईको पनि यहाँबाट चाहिँ 1 नम्बर त फिक्स नै भनौँ। यहाँबाट प्रायः जसो सोध्ने गरेको छ हैन। अब क्वेसन यसरी अब सजिलो खाली क्वेसन त राख्दैन हैन। त्यही भएर हामी यसको चाहिँ बेसिक कन्सेप्ट लिएर अब सबै डिटेलमा स्टडी गरौँ हैन। अब चाहिँ एमसीक्यू प्याटर्नमा हेऱ्यो भने सर्फेस टेन्सनबाट यसको नामैबाट दुईटा क्वेसन आउन सक्छ है त। अब दुईटा क्वेसन कस्तो त भन्दा अब सर्फेस टेन्सन इज ड्यू टु भनेर सोधिन्छ के ड्यू टु किन हुन्छ मोलिक्युल हुन्छ हैन इन्टरमोलिक्युलर अट्र्याक्सन हुन्छ हैन अनि एउटा हुन्छ के भने कोहेसिभ फोर्सले गर्दा कोहेसिभ फोर्स। अब यसको चाहिँ सबभन्दा पपुलर भनेको यसका इफेक्टहरू के हुन् भने त्यहाँबाट क्वेसन सोध्छ है त। अब यसको पहिला चाहिँ 1 नम्बरमा के छ भने टेम्परेचर। अब टेम्परेचरबाट कस्तो क्वेसन सोध्छ त भन्दै जहिले पनि यदि टेम्परेचर बढाइदियो भने के हुन्छ भने सर्फेस टेन्सन डिक्रिज हुन्छ। के हुन्छ भने डिक्रिज। तर यस्तो क्वेसन राख्दैन। अब डिक्रिज इन्क्रिज त्यसपछि 0। यसमा चाहिँ 3वटा केसहरू छन् हैन टेम्परेचरमा अनि यो 3टाबाट अब प्रायः जसो सबैलाई थाहा हुन्छ टेम्परेचर बढाइदियो भने के हुन्छ भने सर्फेस टेन्सन के हुन्छ डिक्रिज हुन्छ हैन। सर्फेस टेन्सन डिक्रिज हुन्छ। तर यस्तो केस छ जहाँ कि टेम्परेचर बढाएपछि पनि सर्फेस टेन्सन त्यसको इन्क्रिज हुन्छ। कसको भन्दाखेरि मोल्टन क्याडमियम। यस्तो केसमा चाहिँ क्वेसन बन्छ। यहाँबाट क्वेसन सोध्छ के यहाँबाट सोध्दैन। प्रायः जसो धेरै कन्सेप्ट त्यही हो टेम्परेचर बढाइदियो भने सर्फेस टेन्सन डिक्रिज हुन्छ हैन। तर यस्तो कुन कन्डिसन हो जहाँ टेम्परेचर बढाएपछि पनि के हुन्छ भने सर्फेस टेन्सन इन्क्रिज हुन्छ भने मोल्टन क्याडमियम चाहिँ के हुन्छ टेम्परेचर बढाएपछि पनि यसको के हुन्छ भने सर्फेस टेन्सन चाहिँ इन्क्रिज हुन्छ है त। ल अब चाहिँ एउटा चाहिँ 0। अब के हुन्छ कस्तो कन्डिसनमा टेम्परेचर बढाइदियो भने 0 हुन्छ सर्फेस टेन्सन। फेरि र सर्फेस टेन्सन 0 कस्तो कन्डिसन भने क्रिटिकल टेम्परेचरमा अब क्रिटिकल टेम्परेचर भनेपछि त यो चाहिँ हिट एन्ड थर्मोडायनामिक्समा भन्छौँ हैन। यसले यति बुझ्नु कि चाहिँ क्रिटिकल टेम्परेचरमा चाहिँ के हुन्छ भने सर्फेस टेन्सन 0 भइदिन्छ। अब क्वेसन भनेको एउटा यहाँबाट सोध्न सक्ने हुन्छ अनि एउटा यहाँबाट 0बाट हुन सक्छ कि टेम्परेचरलाई बढाइदियो भने सबैले थाहा हुन्छ डिक्रिज अनि त्यसपछि इन्क्रिज। टेम्परेचर बढाइदियो भने इन्क्रिज हुन्छ कसमा मोल्टन क्याडमियममा अनि चाहिँ टेम्परेचर क्रिटिकल टेम्परेचरमा के हुन्छ सर्फेस टेन्सन 0 यहाँबाट सोध्छ है त। अब अर्को चाहिँ हाम्रो चाहिँ के छ भने अब मेनिस्कसको बारेमा छ के मेनिस्कस अनि त्यसपछि एंगल अफ कन्ट्याक्टको कुरा आउँछ हैन। अब मेनिस्कस के हो भने एंगल अफ कन्ट्याक्ट के हो सब विस्तार बुझ्नु। यहाँबाट चाहिँ एकदमै बेसिक कन्सेप्ट यहाँबाट बुझ्नुपर्छ हैन। सबभन्दा पहिलामा चाहिँ 3वटा भेसल बनाउँछु हैन। अब 3वटा भेसल अब नाम दिन्छु भने ए अनि त्यसपछि बी अनि त्यसपछि सी। अब मा चाहिँ यो जुन छ भेसल यो चाहिँ हाम्रो के को भेसल भने सिल्भर भेसल हो के सिल्भर भेसल। यो चाहिँ ग्लासको यो पनि ग्लासको। अब यो दुईटै ग्लासको हैन यो भेसल चाहिँ सिल्भर भेसलको हैन। अनि त्यसपछि अब के भन्नु पर्यो यसमा वाटर राख्दियो हैन। वाटर राख्दियो भने यो सिधै यसरी बस्छ के यसरी सिधै। अनि त्यसपछि एउटामा बनाउँछु ए यस्तो अनि त्यसपछि एमा एउटा बनाउँछु यस्तो। अब हेर यो दुईटा ग्लास हो हैन। अब ग्लासमा चाहिँ एउटामा चाहिँ हाम्रो के छ भने यसमा चाहिँ छ मर्करी हाम्रो हैन मर्करी अनि त्यसपछि यसमा चाहिँ वाटर हाम्रो के छ भने वाटर छ। अब यसलाई बुझ्नु। अब भेसलमा यसरी आइदियो भने कसरी चिन्ने कि कसमा चाहिँ मर्करी कसमा चाहिँ वाटर हो भने मर्करीलाई एमले भन्ने अब एमलाई यसरी सीधा कन्भेक्स बन्छ कि बन्दैन भन्छ हैन। अनि वाटरलाई डब्लु बनाइदियो वाटर डब्लुबाट वाटर आउँछ हैन। डब्लुलाई यसरी बनाइदियो भने केमा जान्छ भने कन्केममा जान्छ। अनि यसरी थाहा हुन्छ कि यदि कन्केम वाला छ भने यो वाटरको हो अनि मर्करी वाला एमको यसरी कन्भेक्समा जान्छ भने को मर्करीको हो। अनि त्यसपछि सीधा छ भने के छ वाटर भेसल वाटर सिल्भर भेसलमा छ हैन। अनि त्यसपछि मर्करी ग्लास अनि वाटर ग्लास यसरी बुझ्नुपर्छ। चाहिँ यस्तो सोच के यस्तै एफ सी = √2 अनि FA भनेको फोर्स कोहेसिभ फोर्स एडहेसिभ फोर्स हो भने FC भनेको कोहेसिभ फोर्स हो है। अब चाहिँ यसमा ठ्याक्कै बुझ्नुपर्छ सीधा छ हैन। हाम्रो 90 डिग्री यसमा हुन्छ थीटा = 90 डिग्री हुन्छ हैन। अनि त्यसपछि यो चाहिँ मर्करी ग्लासमा के हुन्छ भने FC इज ग्रेटर देन के हुन्छ भने √2 अनि FA हुन्छ। अनि त्यसपछि वाटर ग्लासमा के हुन्छ भने FC अनि त्यसपछि लेस देन √2 अनि FA। कोहेसिभ फोर्स इज लेस देन √2 एडहेसिभ फोर्स भने यसमा चाहिँ हुन्छ हाम्रो कोहेसिभ फोर्स इज ग्रेटर देन √2 FA। यहाँसम्म बुझिन्छ हैन। यति बुझ्नुपर्छ। अनि यसमा चाहिँ फेरि एंगलको कुरो आइदिन्छ भने थीटा इज ग्रेटर छ भने ग्रेटर राख्ने अनि त्यसपछि यहाँ के राख्दिने 90 डिग्री। त्यसपछि यहाँ पनि थीटा राख्ने अनि यहाँ लेस देन गरिदिने अनि यहाँ 90 डिग्री राख्दिने यसरी। अब यहाँसम्म त बुझिन्छ हैन। यहाँसम्म क्वेसन सोधिन्छ कि यसरी दिएर कुनमा चाहिँ ग्रेटर हुन्छ कुनमा चाहिँ लेस देन कुनमा इक्वल हुन्छ थीटा हैन। यहाँसम्म सोधिन्छ। अनि त्यसपछि यो पनि सोध्छौँ कि अब्ट्युज एन्ड एक्युट हुन्छ हैन। अब्ट्युज एन्ड एक्युट कसमा हुन्छ भने अब्ट्युज अनि राइज अनि फालको कुरो आउँछ। अब वाटरमा चाहिँ जहिले पनि राइज हुन्छ के हुन्छ भने राइज हुन्छ अनि यसमा चाहिँ मर्करीमा के हुन्छ फाल हुन्छ। अब फाल कतिखेर हुन्छ भने अब्ट्युजको कन्डिसनमा हुन्छ भने यो चाहिँ एक्युट कन्डिसनमा हुन्छ एक्युट। अब यसलाई कसरी याद गर्ने त भन्दा एक्युएटिभ भनेको पानी हैन पानी एक्युएटिभ भनेको एक्युटलाई बुझ्ने अनि त्यसपछि अब्ट्युज भनेको त मर्करी हो। यहाँसम्म क्लियर छ। यहाँसम्म सोध्ने भनेको यी नै हुन् खासमा यहीँबाट क्वेसन सोध्छ अब्ट्युज कसमा फाल हुन्छ भने के हुन्छ अब्ट्युज के एक्युट हुन्छ राइज हुन्छ भने अब्ट्युज एक्युट कस्तोमा थीटा चाहिँ 90 डिग्री लेस देन अनि ग्रेटर देन यहाँबाट हो सोध्ने खासमा। यति क्लियर छ। यति क्लियर भएपछि यहाँबाट कुनै क्वेसन छुट्दैन। अब एंगल अफ कन्ट्याक्टको कुरो के छ भने यदि यसरी हामी यहाँबाट हामीले टेन्जेन्ट ड्रा गरिदियो हैन। हाम्रो सर्कल छ यहाँबाट एउटा लाइन ड्रा गर्यो भने टेन्जेन्ट ड्रा गर्दा यसरी हाम्रो जुन पोइन्ट छ नि यसलाई भन्छ हाम्रो एंगल अफ कन्ट्याक्ट अनि थीटा हुन्छ हैन। अब
सोधिन्छ कि अब यहाँबाट सोध्ने भनेको एउटा क्वेसन छ भने कस्तो त भन्दाखेरि चाहिँ अप्टियुजमा कतिलाई अप्टियुज भन्ने त भन्दाखेरि एक्युट कतिलाई भन्ने त लेस देन 90 डिग्री छ भने यसलाई 8 डिग्रीलाई भन्ने अनि त्यसपछि यो फाल भनेको 135 डिग्री यहाँबाट सोध्ने यो दुईटा छ एउटा 35 डिग्री 135 डिग्री अनि 8 डिग्रीमा राइज हुन्छ भने लेस देन यति यसको लिमिट है त। अनि त्यसपछि यहाँबाट सिधै क्वेसन के सोधिन्छ भने व्हाट ह्यापन टेम्परेचर इन्क्रिज द एंगल अफ कन्ट्याक्टमा कस्तो असर पर्छ भन्दाखेरि टेम्परेचर बढाइदियो भने एंगल अफ डिक्रिज हुन्छ। अनि त्यसपछि इम्प्युरिटीको पनि हुन्छ हाम्रो जस्तो कि दुई खाले इम्प्युरिटीज हुन्छ हाम्रो हैन जस्तो कि NaCl हामीले कमन साल्ट हैन खाना पकाउँदा हाल्छौँ हैन नुन चाहिँ हाल्दाखेरि हाम्रो चाहिँ सरफेस टेन्सन के हुन्छ भने इन्क्रिज नै हुन्छ। तर यदि हामी त्यही खानामा यदि डिटर्जेन्ट हाल्दियो सोप अनि त्यसपछि फिनोल यस्तो चाहिँ इम्प्युरिटीजहरु हाल्दियो भने के हुन्छ भने हाम्रो सरफेस टेन्सन डिक्रिज हुन्छ। भने यो इम्प्युरिटीजको कुरा हो चाहिँ NaCl हाल्दा इन्क्रिज हुन्छ भने सोप र फिनोल हाल्दा डिक्रिज हुन्छ। अनि यो पनि याद राख्ने कि एंगल अफ कन्ट्याक्ट कतिखेर डिक्रिज हुन्छ जब इन्क्रिज हुन्छ टेम्परेचर। यति क्लियर भएपछि यहाँबाट एउटा पनि क्वेशन छुट्दैन लगभग सब सके छौँ यसमा है। धन्यवाद।